चम्मच ल्याइदिनु न। हेलो गाइस, नमस्ते सबैजनाहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु होइन। आज चाहिँ म दिदीहरूसँग यहाँ इमाडोल बजारमा एउटा होटलमा आएको थिएँ। नास्ता खिलाउँछु भनेर ल्याएको थियो दिदीले। अनि चाहिँ हामीलाई नास्तामा चाहिँ हेर्नुहोस् त गाइस के मगायो। मलाई त नाम पनि आउँदैन गाइस, एउटै हो यो जे रहेछ नाम पनि थाहा छैन। थुक्पा कि भेज थुक्पा कि थुक्पा भन्दैछ, अब थाहा छैन होइन। अनि मैले त कहिले पनि टेस्ट गराएको छैन होइन, फर्स्ट टाइम टेस्ट गरेर आएको। अनि एउटा मात्र मगायो दिदीले, यस्तो लोभी दिदी छ नि होइन। अनि यसले खायो भने अहिले बल्ल उसको पालो आउँछ, उसको पालो आइसकेपछि चाहिँ मेरो पालो आउँछ होइन। ल दिदी, कस्तो लाग्यो तिमीलाई यसको टेस्ट थुक्पाको? धेरै राम्रो। म सुँगिरहेको छु बास्ना। ल म हेरेमा हाल्नु। म सुनिरहेको छु, म हेरेर चित्त बुझाउँदैछु गाइस। यसरी हाल्नु न चम्मचले। के हो त्यसो? यस्तो बाँध्न लाग्छ कि अहिले चाहिँ हामीहरू हेरिरहेको भएको हुनाले अनि बाँध्न लाग्छ, आफ्नो लागि छुट्याइरहेको छ यसले। यति खाइन क्या तँ घरमै चम्मच चाहिँ दिदी यहाँ थाहा होइन ठिक भनेको कि दाम खानु ल चाहिँ मेरो प्यारी अर्की दिदीलाई पनि देखाउँछु म। हेर्नुहोस्, धेरै वर्षपछि आज भेट भएको हो। आज होइन, हिजो नै भेट भएको हो, तर आज चाहिँ भिडियोमा आएको हो। थ्याङ्क यू। यसलाई पनि होइन, यसको युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। म चाहिँ डिस्क्रिप्सनमा लेखेर दिन्छु। रेडी? दिदीको आइडी छ कि नाइ, यसको आइडी चाहिँ छैन गाइज। यो चाहिँ बिजी मान्छे पऱ्यो नि त, त्यही भएर हामी चाहिँ अब सोसियल मिडियातिर होइन, सोसियल मिडिया र टाइम पाइसको लागि हामी जाने मान्छे भयो नि त, त्यही भएर हो हाम्रो आइडी पनि। अनि हाम्रो आइडीलाई चाहिँ मेरो भ्लगलाई पुरै हेरिदिनु होला होइन। लाइक, सब्सक्राइब एन्ड सेयर पनि गरिदिनु होला। खाँदैन एक बाइट लिनु हो गाइस। गाइस म पनि खान्छु अलिकति है कि फर्स्ट टाइम मिठा खाँदैछु। आऊ गाइस पढि त्यो त मजा नआउँला कसो खानु म त झोल खान्छु अहिले। यो चम्मचले झोल खाइरहेको छु गाइस। चम्मच ल्याइदिनु न। अनि हाम्रो भ्लग चाहिँ कस्तो लाग्यो कमेन्टमा कमेन्ट गरिदिनु होला गाइस। यस्तै भ्लग चाहियो भने नेक्स्ट पार्ट बोल्ने होला तर एन्डिङ नै मोटा धेरै चाउमिन धेरै मोटो भयो भने गाइस म डाइटमा छु कि खासमा भन्नु पर्यो क्या। मैले धेरै गरेँ खा भन्नु गाइस खा भने पनि खायो दो तुम बोलो। ओ मत खाओ फिर। ऐसा भी मत बोलो, ऐसा भी मत बोलो, आप क्यों बोल जाओ? गाइस कुछ मत बोलना इसको। तुम मगे नहीं कौन है ये लोग? कहाँ से आते हैं? सिटी बजाएगा सिटी बजाएगा यो फाल्दे जिम्बुमा भातमा अघि चटपटे खाने बेला गाइस अर्को गाडी आयो भने के आयो चम्मचको अभावका कारण अब हामी जाँदैको दिदी चम्मचको अभावका कारण खै खान्न गाइस यहाँ चम्मच नभएर गाइस त्यस्तै खाँदै चाहिँ पल्यो खाना र जो खाना कि पोर्दी घरै जो सम्झिन्छ तोता फाँडो खाना जो खाना चाहिँ हेर त भयो गाइस कि भन्ने होइन सिकान्छ निकालेर सिकान्छ निकालेर कहाँ से आते हैं?
फाइनल्ली हामीहरू चाहिँ मोबाइल हेर्नु न अहिले मोबाइल झरिसक्यो गाइस बल्ल बसेको होइन फाइनल्ली चाहिँ हामीहरू रुममा पुगिसक्यो होइन अनि चाबी चाहिँ मसँग छ उहाँ दिदीहरू चाहिँ अगाडि गएर खुबै राम्रोसँग आँखा तड्काएर मलाई हेर्दैछन् हेर्नुहोस् न अहिले नाच्यो भरिदिनुको गाइस भरिदिएको डान्स दिएको ला अहिले गाइस हामीहरू पुगिसक्यौँ दिदी चाहिँ अलि मजाकिया खालकी छैनन् के त्यही भएर चाहिँ होइन गाली गरिराख्नुहुन्छ ओके गाइज हामीहरू चाहिँ अब यति नै हाम्रो भिडियो लास्टसम्म हेरिदिनु होला यति नै बाई बाई नेक्स्ट भिडियोमा मिल्नेछौँ